आप लोगों को पसंद आएगा। यहाँ कृष्णा टेम्पल है जी, यहाँ पर हम आशीर्वाद। अब जान्छौँ होला कतातिर बस्छु, खानासाना खान्छौँ कि के खान्छौँ थाहा छैन। तो साथीहरू हामी चाहिँ डुङ्गा चढिसक्यो समुद्रमा। सन्धि कस्तो लागिरहेछ तपाईँलाई? दामी लागिरहेछ। स्टार्ट भयो, लेट्स गो। सबैजनालाई ह्याप्पी न्यु इयर, जय नेपाल, सल्युट छ नेपाली सबैजनालाई। नमस्ते सबैजनालाई, मेरो च्यानलमा स्वागत छ। अन्त म चाहिँ अहिले यता बरडुबेतिर छौँ। अन्त पहिलाको मन्दिर चाहिँ तल थियो, त्यो मन्दिर चाहिँ बन्द भएछ। अनि अहिले यता माथिल्लोपट्टि कृष्ण मन्दिर खोलेको रहेछ। हामी चाहिँ यहाँ आज नयाँ वर्ष, अन्त सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। अन्त अहिले चाहिँ हामी यता मन्दिरतिर छौँ। सम्धी ल्याउनु भयो। सो हामी चाहिँ यहाँ फलफुलहरू ल्याउँछौँ। सम्धीले लिइसकेको छ दुईवटा, सम्धी छ यहाँनिर, म यहाँ छु। अन्त हामी लिन्छौँ, त्यसपछि जान्छौँ मन्दिरतिर। तपाईँहरूले हेर्दै जानु होला, साथ सपोर्ट दिनु होला। अन्त सबैजनालाई ह्याप्पी न्यु इयर। सम्धीको तर्फबाट पनि भन्नुहोस्। मेरो तर्फबाट एकदम सबैजनालाई ह्याप्पी न्यु इयर। ओके ओके ओके। सो अब चाहिँ हामी यहाँबाट फलफुल लिएर जान्छौँ। सम्धीसँग चाहिँ धेरै पछि भेट भएको। म चाहिँ अस्ति 3 वर्षपछि म गाउँ गएको थिएँ, नेपाल गएको थिएँ। अनि हिजो अस्ति भएर आएको। अन्त सम्धीलाई चाहिँ भर्खर भेटेको। लगभग हामी 7-8 महिनापछि भेट भयो। आज लगभग हामी 7-8 महिनापछि भेट भयो है। आफ्नो लङ टाइम 7-8 महिनापछि भेट भयो। किस साइड एक्चुअली मंदिर मैले लिइसक्यो, सम्धीले पनि लिइसक्यो, मैले लिइसक्यो। लाउँदा सम्धी एकचोटि फेरि यता देखाउनुहोस्, दुईजनाको देखाउनुहोस् यता सम्धी छोरे। बस लजाउँ सम्धी, हुन्छ। साथीहरू मजुरको पप पाउँछ यतातिर भने। ले लिया हल्का खोकी लागिरहेछ साथीहरू, माइन्ड नगर्नु होला है। ठिक हुन्छ के भन्नु। हजुर के भन्नुभयो सम्धी? भगवानको दर्शन पाएपछि ठिक भइहाल्छ है, हुन्छ कि भनेर आएको हो सम्धी दर्शन गर्नलाई। अब हेरौँ के हुन्छ। अच्छा ओके थ्याङ्क यू। लेट्स गो सम्धी। यो सम्धी पनि हेरेँ, म पनि जाँदैछौँ। फलफुल लिए। हजुर उताबाट जाउँ सम्धी। हजुर सम्धी पनि हिँड्दैछ अगाडि, म पनि जाँदैछु। सो एनिवे साथीहरू, अब हामी जान्छौँ मन्दिरभित्र। भित्र त पाउँदैन होला यार। यार त्यहाँनिर सम्धी यतै हो, सम्धी यतै, मेरो यतै हुनसक्छ यार। साथीहरू जुत्ता खोल्नु पर्ने रहेछ, हामी जुत्ता खोल्छौँ। सो त्यसपछि हामी जान्छौँ मन्दिरभित्र। हजुर सो जुत्ता सुत्ता हाम्रो चाहिँ यहाँ राखिरहेछ। सम्धी र मेरो चाहिँ जुत्ता यहाँ छ। सम्धी पनि त्यहाँ खालखुट्टै, म पनि खाली खुट्टै। अब जाँदैछौँ दुई भाइ। सो माथि होला। जुत्ता त चोरी त गर्दैन होला नि? जुत्ता चोरी भने त कहाँ ठेयाएर अनि खाली खुट्टै जानुपर्छ त, मारे गयो नि बाबालाई। माथि जानुपर्छ होला सम्धी। कहाँबाट जाने हो? इन्ट्री यहाँ भएर सम्झे। इन्ट्री यहाँबाट ल्याएको छ नि त यहाँ। सो हामी जाँदैछौँ मन्दिरभित्र। सो तपाईँहरूले नि दर्शन गर्नु सक्नुहुन्छ आज नयाँ वर्षको है।
सो सम्धी र म छ, सम्धी र म जाँदैछौँ। सम्धी यता हेर्नुहोस् थोरै अन द स्पोट। सो मान्छेहरू बेला झन् आउने जाने क्रम भइरहेछ। सो सम्धीभित्र सो म पनि जाँदैछौँ, अब दर्शन गर्छौँ। सम्धि भेटी पनि झिकेर राख्नु पर्थ्यो होला नि, भेटी झिकेर राख्नुपर्छ होला नि यहाँनिर। खिच्ने हो रट हो नि त, भेटी झिकेर राख्नुपर्छ होला सायद। खै त यो भयो त होइन होइन त्यो हुन्छ, आफै रेकर्ड भइरहेछ। हो र? त्यो लाइट अफ हो। भन्नु त के भन्नु भेटी झिकेर राख्नु पऱ्यो नि सम्धि। जम्मै अगाडि उठो गएको तपाईँ अगाडि जाँदै गर्नु, म गर्छु। सो अलि माथि सो साथीहरू भेटी पनि झिकेर राखिसक्यो। अब जान्छौँ दर्शन गर्नुलाई। सम्धि तपाईँ पनि झिक्नु होला नि के छ भेटी। टाढा छ त यार, हजुर त्यस्तो भित्र छ। सम्धीले नि झिकेछ भेटी, अन्त मैले नि झिकेर यहाँ राखिसकेँ। हुन्छ हुन्छ म त हुन्छ। सम्धि दर्शन गऱ्यो होइन भगवान्को। फाइनली हामीले दर्शन गर्यो। हजुर। सो हामीले नि दर्शन गरिसक्यो, सम्धि र मैले नि दर्शन गरिसक्यो। अनि सो हामी बाहिर निस्किसक्यो, थोरै प्रसाद पनि दिएँ। पाएको छु है। सो एकचोटि भित्रको थोरै देखाउँछु। सो यस्तो छ भित्रको है। तपाईँहरू नि आउनु सक्नुहुन्छ। यहाँ भरदुबे छेउमा छ मन्दिर चाहिँ। धेरै महिनापछि खोले है। पहिला ऊ तल्लोमा थियो, तल्लो चाहिँ बन्द भएर अहिले चाहिँ यता उँभो खोलेको रहेछ। सो हामी दुई भाइ चाहिँ झर्दैछौँ। दर्शन पनि गरिए, दर्शन पनि थाहा अब खोकी लाग्यो भने हामी एकदम ठिक भयो, ठिक हुन्छ कि भन्ने आशा गरौँ। आशा छ। हजुर। सो अब हामी चाहिँ निस्किन्छौँ बाहिरतिर, जुत्तातर्फ जान्छौँ होला। हेलो हेलो, थ्याङ्क यू सर, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू सो मच सर। सो प्रसाद पनि दिएँ, प्रसाद पनि लिएर हामी जाँदैछौँ बाहिर। सो कता जाने सम्धि अब? कता जाने? अब जान्छौँ हामी जुत्तातर्फ। हजुर ओहो कहाँ छ त हाम्रो जुत्ता? ल सम्धि जुत्ता लगाउनुहोस् तपाईँ पहिला। अनि जुत्ता चाहिँ रहेछ रहनु चाहिँ सम्धि। सो साथीहरू हामी चाहिँ जुत्ता सुत्ता लगाएर पनि फुल एक कानमा यस्तो सिउरेर सो यहाँनिर बाँध्दै हुन्छ। कम बांधेगा ज़्यादा बांधो कम। मेरी 2 बार करो। सो याद है सर्व प्रेम कालिकाय नमो नमा। जय मेरी कालका माता, जय पशुपतिनाथ जी, जय माता दी, जय माता दी, माता रानी। इनका नेक कमाई तरक्की करो, बरकत करो, बड़े भंडार करो माँ। धनलक्ष्मी बन के वास करो, आनंद ही आनंद करो, कल्याणी कल्याण माँ। घर परिवार खुशियाँ खुशियाँ देना, सुख शांति आशीर्वाद बनाए रखना। बोल सच्चे दरबार की जय। कालका माई की जय। शुभम मंगलम बेटे। टीका लगाएगा। ओम नमो भगवते वासुदेवाय। जय माँ बेटे, जय माता दी बेटे।
तपाईँ लाउनु माता रानी इनका नेक कमाई में तरक्की करो, बरकत करो, बड़े भंडार करो माँ। धन लक्ष्मी बन के वास करो, आनंद ही आनंद करो, कल्याणी कल्याण माँ। घर परिवार खुशियाँ खुशियाँ देना, सुख शांति देना। बोल सच्चे दरबार की श्री कालका माई की जय माता दी बेटे। माता तो हाथ रानी मिलाउने आओ दीदी। हेलो डोरा आशीर्वाद। राइट हैंड बेटे। ये पॉलीथीन ले लेना दुकान वाले से। या देवी सर्वभूतेषु लक्ष्मी रूपे संस्थान नमस्तस्यै 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 नमो नमः। ओम हनुमते नमो नमः। ओम क्रीम कालिकाय नमो नमः। जय माता दी। जय माता रानी खूब खुशियाँ दे, आपका कमाई में तरक्की करे, बरकत करे, बड़ी भंडार करे। जय माता दी। हैप्पी न्यू ईयर वाले। हैप्पी न्यू ईयर आंटी जी, हैप्पी न्यू ईयर। ये दुबई में आए हुए हैं जी। घूमने के लिए। यस जी। ये ब्लॉग हमारे आप लोगों को पसंद हाँ जी। आएगा। यहाँ अच्छा। कृष्णा टेम्पल है जी यहाँ पर हम आशीर्वाद ओके ब्लेसिंग देते हैं। ओके मैम, शुक्रिया, नेपाली बहुत लोग बहुत शुक्रिया बहुत आपका। अच्छा है, नेपाली ओके लोग ठीक बहुत है अच्छा है। ठीक है मैम। हाँ, very nice। सो सम्झीले पनि दिँदैछौँ अनि हामी पनि लिएर जान्छौँ। ओके आन्टीजी, हेभ नाइस डे, ह्याप्पी न्यू इयर। Happy New ह्याप्पी न्यू Year, इयर आन्टी, नमस्ते, नमस्ते, शुभ मङ्गलम। मङ्गलम। ए पक्नु ल लास्टै पसिना पनि निस्क्यो अब है हो सो टिका पनि लगाएँ, अब फुल त लगाइहालेँ कानमा। अन्त हामी जाँदैछौँ, अब फर्कियो, मन्दिरको दर्शन पनि गरियो। सो एनिवे साथीहरू, अब हामी चाहिँ लाग्छौँ। पहिला चाहिँ यो माथि थियो, यो माथि थियो, त्यो चाहिँ बन्द भएर अहिले उता जेप्लालीतिर लगेँ। पछि फेरि यता कृष्ण मन्दिरको यता खोलेको रहेछ, अहिले ग्राउन्डमा खोलेको रहेछ। सो हामी चाहिँ, हजुर दिदी, होइन लिइसक्यो दिदी, दर्शन पनि गरेर आइसक्यो। अब अर्को साल आउँछु दिदी। सो हामी चाहिँ जाँदैछौँ। कस्तो चोकबाट सम्धि, कस्तो भयो आजको दर्शन भन्नु? एकदम बवाल। अब धेरै लङ टाइम पछि आएको थिएँ। के माग्नुभयो तपाईँले भन्नुहोस्? सो भगवान्ले त्यही हो, अब के माग्नु हामीले, अब त्यही हो। हजुर एकदम अब बिरामी पनि भइरहेछ होइन, भन्नुहोस्। अब ठिक स्वास्थ्यको लागि एकदम अब हामी त्यो चाँडै ठिक होस् भगवान्ले प्रार्थना अब ब्लेस गर्दै गरिहाल्छ हामीले। हो त्यही हो, त्यही हो साथीहरू। बिरामी चाहिँ अब मान्छेहरूलाई चाहिँ भइरहेको हुन्छ, केही न केही चाहिँ भइरहेको हुन्छ। त्यही भएर नि आज नयाँ वर्षको दिन अनि यहाँ मन्दिर पनि खोलेको रहेछ। दर्शन सर्शन गऱ्यौँ दुई भाइ, एकदम हामी सम्धि र म। सो अब जान्छौँ, यहाँनिर फलफुल बोकेर हिँड्दैछु। दामी फुल छ यतातिर साथीहरू। नमस्कार। कताबाट जाने सम्धि? होइन उता जानु, उता जाउँ सम्धि। यही भित्रको सबैहरूलाई दृश्य तपाईँहरूलाई देखाउँछु, एकदम राम्रो। सो हामी दुई भाइ छौँ, यतातिर छ। हजुर यता आउनुपर्ने हो, सम्धि र म। आउनु सम्धि, थोरै अगाडि आउनुहोस्। हामी जाँदैछौँ। तपाईँहरूले अत्तरको दुध लिनु सक्नुहुन्छ। तपाईँहरूले मजाले रिल्याक्स लिनुहोस्। यो भिडियो हेर्नुहोस् सबैजनाले है। अन्त त्यही हो, सम्धि। अनि अरू के छ भन्नुहोस्, अरू केही छ भन्नु? होइन, मेरो खासै त्यस्तो केही छैन। यति यो चाहिँ खुसी लाग्यो कि हजुर आज न्यु इयर पनि, अलिक ठुलो भन्नु सम्धि। आज न्यु इयर पनि होइन, प्लस त्यो माथि अब यहाँ झन् मन्दिर अब खुलिएर रहेछ। हजुर। पहिलाको होइन, अब ग्राउन्ड फ्लोरमा चाहिँ खुलिएर रहेछ। सो त्यही त ब्लेस गर्न पाएँ, मन्दिर गर्न पाएँ, दर्शन गर्न पाएँ। एक्ज्याक्टली सम्धि। एकदम होइन धेरै। अनि आफ्टर लङ टाइम मेबी अब या 8-9 months पछि हामी भेट भएको आज। सो त्यही हो, खुसी लाग्यो। प्लस त्यो माथि मन्दिर पनि खुल्याएको। अभियसली या। ओके साथीहरू, अब हामी जाँदैछौँ। अब जान्छौँ होला, कतातिर बस्छु, खानासाना खान्छौँ, के खान्छौँ थाहा छैन। अहिले हामी त्यसपछि- खाना बनाउनै भ्लग आउँछ सायद होइन, तकाली मेबी हुनसक्छ, आउनुसक्छ। अब आशा गर्नुहोस्, भर नपर्नुहोस् भनेको जस्तै आउनु पनि सक्छ। सो आजको दिन राम्रै भयो, जोस् राम्रै भइरहेछ, नयाँ वर्ष। जो हामी चाँडै आएर फाइदा भयो नि त, किनभने एकदम हो। दर्शन पनि गर्न पाएँ हो न्यु इयरमा। या। सो
आउनु सन्धि तपाईँहरू मैले यहाँको एउटा जुस बनाएर खाएको थिएँ नि यहाँ थाहा छ तपाईँलाई हो यहाँ छ हजुरलाई थाहा छ मलाई त्यही भएर तपाईँलाई भनेको मैले छ कि छैन भनेर And they have an official marina. मन्दिर सिधै जानुहोस् सिधा गएर अनि त्यहाँ पुरानो मन्दिर थियो नि पुरानो छैन त्योभन्दा उतापट्टि अलि त्यहाँबाट अलि नजिकै छ वेलकम फुल झऱ्यो नि त हो मेरो यार यस बच्चाहरूलाई खेलाउने यस्तो हुन्छ साथीहरू आउनु सम्झे तपाईँहरूले देख्न सक्नुहुन्छ अब चाहिँ फाइनली हामी यहाँको अब के भन्नुहुन्छ भन्नुहोस् होइन Again. के होइन अब यो भित्र हामी आउने बाटो चाहिँ अब यो एरिया चाहिँ अब सकिन लाग्यो हो बाहिर निस्किन्छ यहाँबाट हो सर सो गाइज आज लास्टै भोक लागेर सम्झि तपाईँहरू म है बिहान केही नखाएर आएको एकदम तर नखाएर आएको बेस्ट भयो यहाँ मन्दिर मन्दिर पनि घुम्नु पाएँ होइन अब चाहिँ भोक लागेर चाहिँ खानुपर्छ अब के खानु भने ट्याङ्क अब हामी हेर्छौँ के खान्छौँ हामी खाने नै नेपाली अब आइटम्सको खाना नै खाने गर्छ नेपाली मान्छेले नेपाली खाना त खानै पर्यो त्यो त नि। होइन त्यो खाएन भने त मजै हुँदैन 2-3 महिना पछि म 3 महिना भयो एक्ज्याक्टली म चाहिँ अब धेरै महिना भयो जस्तो पाए नि पाइन्छ जस्तो पाए नि पाइन्छ हामीले लाँदैन हामीसँग टन्नै छ भनेर भन्छु म जस्ट फन्ने है गाइस रमाइलोको लागि मात्रै बोले आयो हाय सोल्डी कैसे हो आप कैसे हो आप ठीक है हैप्पी न्यू ईयर है त्यो त हातमा बोक्यो भयो सम्झिएर कता जाने अब एउटा पोलिथिन दिनु पर्थ्यो अघि सो हामी चाहिँ मन्दिर चाहिँ यहाँबाट जानु सक्नुहुन्छ है तपाईँहरूले बर्दुबेको मन्दिर चाहिँ यहाँबाट जानु सक्नुहुन्छ सो हामी चाहिँ निस्क्यो बाहिर अहिले दुबईमा चाहिँ एकदम गर्मी चाहिँ बढिरहेछ साथीहरू गर्मी धेरै छ सो एनिवे केही छैन साथीहरू अब हामी प्रसाद खान्छौँ त्यसपछि लाग्छौँ होइन सम्धि एकदम ओ धेरै भयो सम्धि यार सो हामी चाहिँ अब यता मार्केटतिर पसेको छौँ हेर्छौँ हजुर हेर्छौँ के पाउँछ हेर्छौँ त्यसपछि लाग्छौँ किनेर सो सेकेन्ड फ्लोरमा आइसक्यो यता छ सम्धि त्यता छ साथीहरू भेस्ट चाहिँ 9 दिराममा पाउँदो रहेछ यहाँको सक्सहरू कतिमा पाउँछ हेरौँ 9 दिरामै पाउँदो रहेछ कति जोर भनेपछि 1 2 3 जोर 9 दिराममा पाउँदैन रहेछ अफर होला सायद अफर भएर यस्तो सस्तोमा दिएको होला नभए त महँगै हुन्छ यहाँ पनि होइन सम्झे कपडा सपडा हेरिए अन्त है खासै त्यति राम्रो रहेछ हामी दुई भाइ निस्के सम्धि र म निस्केर हिँडे अब खाना खानु जान्छु होला होइन हो खाना खानु जानु त परिहाल्यो सो हामी चाहिँ हिमालयन रेस्टुरेन्टमा आएर खानासाना खाएर हिँडिसक्यो यो चाहिँ बर्दुबेभित्र छ हिमालयन रेस्टुरेन्ट भन्ने चाहिँ सो सम्धि र मैले चाहिँ मिठो खाना खाएर हिँड्यो अब लाग्छौँ बाहिरतिर सो साथीहरू हामी चाहिँ डुङ्गा चढिसक्यो सम्धि र म सो तपाईँहरूले देख्न सक्नुहुन्छ दामी क्राउड छ मजा सम्धि यहाँ छ सो म चाहिँ यहाँ छु देखाउनु कस्तो लागिरहेको छ सम्धि कस्तो लागेको छ तपाईँलाई दामी लागिरहेको छ आज एकदम हामी अहिले चढेर छौँ अलरेडी उता पुग्छौँ हामी अहिले यहाँदेखि सो सबैजना अब यो डुङ्गामा चाहिँ
फुल भएपछि मात्रै जान्छौँ हामी। यहाँबाट लगभग 1 राउन्ड घुम्छ, त्यसपछि फर्किन्छु। हाम्रो मान्छे त फुल भइसक्यो, अझै पनि गएको छैन भन्दाखेरि यार। स्टार्ट भयो साथीहरू, स्टार्ट भयो। लेट्स गो। सबैजनालाई ह्याप्पी न्यु इयर, जय नेपाल, सल्युट छ नेपाली सबैजनालाई। दिनु पर्यो साथीहरू, पैसा। भिडियो गर्ने हो? हुन्छ हुन्छ। वेट वेट, छ सो पैसा दिनु पर्यो नि साथीहरू। कोइन। हेलो ब्रो। चलो भाइ नेपाल। ए मजाक साथीहरू, मजाक गरेको। मजा भइरहेछ साथीहरू, एकदम बवाल। सो साथीहरू, अझ चाहिँ भिडियो चाहिँ रमाइलो पनि भयो, राम्रो भयो। अन्त यो साथ दिनु माया गर्नु होला। अन्त त्यही हो। यहाँ अब सम्झिन्छ आज के कस्तो भयो सम्झि आजको? आजको दिन एकदम राम्रो बवाल भयो होइन। त्यही हो, अब के भन्ने, अब हामी अब फाइनली यहाँबाट छुट्टिने बेला भयो। अब लब अन्तिममा छौँ। अब हामीले चिया अर्डर गरेको छ, चिया पिइसकेपछि अब हामी छुट्टिन्छौँ। त्यही हो सम्झि, एकदम बवाल आज। ओके साथीहरू, चिया पनि आयो, चिया पिउँछौँ, त्यसपछि छुट्टिन्छौँ। सो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला है। अनि सुझावहरू दिनु होला, यस्तो गरी बनाउनु भन्नु होला है। हामी त भर्खर सिक्दैछौँ नि त, अन्त त्यही भएर सो आजको भिडियो यहीँ इन गर्न चाहन्छु। नेक्स्ट भिडियोमा भेटौँला।